आदरणीय साथीहरू नमस्कार। यति बेला नेपालगञ्ज उपमहानगरपालिकाले रत्न लोकमार्ग परिसरमा रहेका पुष्पलाल चोक, धम्बोजी चोक, बीपी चोक र गणेशमान चोकको पुनर्निर्माणको कार्य गर्दैछ। नगरले यी चोकहरू कस्तो बनाउँदैछ भनेर सार्वजनिक गरेको मलाई थाहा छैन। साथीहरू, कतिपय क्षतिले पहिलाको भन्दा अझ राम्रो बनाउने अवसर दिन्छ, यो हामी सबैलाई थाहा भएकै विषय हो। मैले पनि यो पुनर्निर्माणको अवसरलाई छोपेर म नेपालगञ्ज नगरको मेयर भएको भए नेपालगञ्जका पुष्पलाल चोक, धम्बोजी चोक, बीपी चोक र गणेशमान चोक कस्तो बनाउँथे भन्ने बारेमा मेरा धारणाहरू यहाँहरूको माझमा राख्दैछु। विगतमा भएका विभिन्न आन्दोलनहरूबाट भएको सिकाइको आधारमा हामीले बनाउने संरचनाहरू पूर्णतया सिमेन्टको बनाउँदाखेरि पनि सहज रूपमा फुटाउन सकिने र त्यसको मर्मत सम्भार गर्न फेरि पटक पटक लगानी गर्नुपर्ने सिकाइ भएको छ। यो सिकाइलाई समेत आधार मानेर जमिनको सतहभन्दा तल सिमेन्टको संरचना बनाउने र त्यहाँसम्म सिमेन्ट र सरिया लिएर आएर सरियामा फेरि फलामको पिलर जडान गरेर जमिनको सतहबाट 2 फुट जति माथि उठाएर ट्राफिक बिट र प्रहरी सहायता कक्ष बनाउँथे। पहिलो तल्ला करिब 12 फुटको बनाउँथे भने पहिलो तल्लाको माथिल्लो 2 फुट जतिको भागमा सम्बन्धित चोकको नाम र सम्बन्धित व्यक्तिले राष्ट्रका लागि गरेको योगदान बुँदागत रूपमा लेख्ने व्यवस्था मिलाउँथे। त्यसपछि पहिलो तल्ला करिब 9 फुटको बनाउँथे र त्यो तल्लामा पुष्पलाल चोकमा पुष्पलालको मूर्ति, वीरेन्द्र चोकमा पूर्व राजा वीरेन्द्रको मूर्ति, बीपी चोकमा बीपी बाबुको मूर्ति र गणेशमान चोकमा गणेशमान ज्यूको मूर्ति राख्ने व्यवस्था मिलाउँथे। ती मूर्तिहरूलाई वरिपरिबाट नफुट्ने खालको सिसाले घेर्ने व्यवस्था मिलाएर त्यहाँ एउटा र्याक पनि बनाउँथे र त्यो र्याकमा निज व्यक्तिहरूले लेखेका वा निज व्यक्तिहरूका बारेमा विभिन्न व्यक्तित्वहरूले लेख्नुभएका पुस्तकहरू राख्ने व्यवस्था मिलाउँथे र सो र्याकको नजिकमा एउटा कुर्सी राख्ने व्यवस्था पनि मिलाउँथे, जसका कारणले जो कोही अध्येता त्यहाँ पुगेर उहाँ व्यक्तित्वहरूका बारेमा अध्ययन गर्न सहज होस्। उक्त मूर्ति भएको तलाको उपयुक्त स्थानमा पङ्खा र आवश्यक बत्तीको पनि व्यवस्था गर्थे। साथै पहिलो तलासम्म जानका लागि घुमाउरो सिँढीको व्यवस्था गर्थे, जुन सिँढीमा तल चाबी लगाउने व्यवस्था पनि मिलाउँथे। अनि मूर्तिभन्दा माथि आवश्यकता अनुसार फलामका पाइपहरू थपेर बत्ती जडान गर्ने र हाई भिजन सिसी क्यामेरा पनि जडान गर्ने व्यवस्था मिलाउँथे। ती पिलरको बिचमा जस्तो पुष्पलाल चोकमा चाहिँ नेपाल कम्युनिस्ट पार्टीको झन्डा, धम्बोजी चोकमा नेपालको राष्ट्रिय झन्डा, बीपी चोकमा नेपाली काङ्ग्रेसको झन्डा र गणेशमान चोकमा नेपाली काङ्ग्रेसको झन्डा राख्ने व्यवस्था मिलाउँथे। यसो गर्दा हाल रत्न राजमार्गको जति भूभाग यी मूर्ति बनाउने कार्यले ओगटेका छन् त्यो जमिन थप खाली हुन्थ्यो र यसबाट राजमार्ग अझ चौडा हुन्थ्यो, ट्राफिक व्यवस्थापन अझ सहज हुन्थ्यो। ट्राफिक प्रहरी, नेपाल प्रहरी र सर्वसाधारणलाई घाम पानीमा होत लाग्ने व्यवस्था पनि मिल्थ्यो। यसरी बनाउँदा नयाँ पुस्ता र इच्छुक जो कोही अध्येताले सम्बन्धित व्यक्तिहरूको जीवनीको बारेमा अध्ययन गर्न पाउँथे।
सिसी क्यामेराले दुर्घटना रोकथाममा मद्दत पुर्याउँथ्यो र कारणवश दुर्घटना भइहालेमा पनि दोषी करार गर्न सहयोग पुर्याउँथ्यो। नगरलाई हाल धान्न धौ परिरहेको यो हाइमास लाइटको मसुलको सट्टा सस्तोमा उज्यालो पाउने व्यवस्था हुन्थ्यो। साँच्चै भन्दा लोकमार्गको सौन्दर्य नै फरक पर्थ्यो र आन्तरिक पर्यटकहरू यहाँ आएर हेर्ने र फोटो खिचाउने पनि गर्थे भन्ने मलाई विश्वास छ। अझ महत्त्वपूर्ण कुरा त फलामको पिलर देखिसकेपछि जो कोहीले यो तोड्ने र फोड्ने आँट पनि गर्दैनथे। साथीहरू, मैले जुन सोच बनाएँ यसले नगरको सौन्दर्य बढाउन र आन्तरिक पर्यटन प्रवर्धन गर्न मद्दत गर्नेछ भन्ने मलाई विश्वास लागेको छ। यहाँहरूसँग योभन्दा अझ उत्तम विचार हुनसक्छ। यहाँहरूले पनि आफूले सेयर गर्नुहोस्, हामी पनि सुनौँ र परिमार्जन गरेर अझ राम्रो विचार बनाएर हाम्रो नगर राम्रो नगर, सुन्दर नगर बनाउन योगदान गरौँ। यहाँहरू मेरो विचारमा सहमत हुनुहुन्छ भने यो भिडियोलाई लाइक, सब्सक्राइब र सेयर गरिदिनु होला। यदि असहमत हुनुहुन्छ भने कमेन्टमा लेख्न नछोड्नुहोला। धन्यवाद। नमस्कार।